ओइ म्याट, तैँले के गरेको अन्त मेरो भाइलाई? के गर्छ जस्तो त है? के भयो फेरि तँलाई चाहिँ तेरो भाइलाई चाहिँ मैले के गरेँ फेरि? यदि त जति पनि यदि भइरहेको हुन्छ जस्तो त के भयो? मेरो भाइको स्कुलबाट फोन आएको थियो त्यो, बुझिस्? तँले चामल दिएर पठाएछ अरे? तेरो भाइको गल्ती छ त अन्त। डक्टरको प्रिक्रिप्सन ल्याइदिनुहोस् न दादा अरे, म कहाँ दिनु त्यसलाई तेरो भाइको लागि, हँ? अन्त चामल दे, पठाइदे। चामल डक्टर प्रिक्रिप्सन के चाहिँ भन्नु खोजेको फेरि तैँले चाहिँ? चामल हो तैँले चाहिँ किन पठाएको मेरो भाइलाई पो भनेको त? त्यो दिन चाहिँ केटा यस्तो भएको थियो कि तेरो भाइ चाहिँ 1-2 दिन अगाडि स्कुल भागेको रहेछ। त्यहाँदेखि टिचरले पक्रियो। त्यहाँदेखि पक्रेर चाहिँ टिचरले चाहिँ सोधेर कहाँ गएको? तिमी स्कुल नआएर भाइ भन्दाखेरि चाहिँ हस्पिटल गएको थिएँ, दादा बिमार थियो भनेर भनेछ। को दादा? म्याक्स दादा भने तेरै नाम रहेछ, बुझिस्? अन्त मलाई चाहिँ दादाको प्रिक्रिप्सन खोजेर पठाइदिनु नि दादा भन्यो। मैले चाहिँ भने प्रिक्रिप्सन त छैन। ल त्यसो भने चामल फुकेको छ धामीको, यो चामल गरेर दे धामी फुकेर आएको भन्दै भनेको, बुझिस्?